हेलो एन्ड नमस्ते, माई नेम इज प्रवीण लामा। म चाहिँ आज तपाईँहरूलाई काठमाडौँको गल्ली गल्ली देखाउने छु। तपाईँहरू राम्रोसँग ध्यान दिएर मेरो भिडियो हेर्नुहोला। अनि साथै म चाहिँ के अरे कन्सल्टेन्सीमा जाँदैछु ताकि पढ्नको लागि। अनि जाँदाखेरि चाहिँ तपाईँहरूलाई म सबै ठाउँ देखाएर जानेछु। अनि एउटा कुरा, अनि के अरे मेरो भिडियो चाहिँ अन्तिमसम्म ध्यान दिएर हेर्नुहोला। धन्यवाद। अब चाहिँ म रुमबाट निस्केको हैछहरू हेर्थेँ। यो चाहिँ हाम्रो के अरे रुम जाने बाटोको ठाउँ है गाइज। अब म गाडी नजिक पुग्नलाई चाहिँ आधी घन्टा जति हिँड्नुपर्छ। तपाईँहरू राम्रोसँग हेरिदिनु होला। तपाईँहरू चाहिँ विदेश जानुहुन्छ भने, कोरियन ल्याङ्ग्वेज, जापानिज ल्याङ्ग्वेज पढ्न चाहनुहुन्छ भने यसो म पढेको ठाउँमा आउनु होला। म तपाईँहरूलाई डिटेल्समा भन्नेछु। एकदम राम्रो, सजिलो, एकदम बुझ्ने गरी पढाउनुहुन्छ है। तपाईँहरू आउन सक्नुहुनेछ। आज मौसम पनि के कस्तो राम्रो भइरहेछ। चाहिँ गाइज पढ्नको लागि ढिला हुन्छ भनेर कुद्दैछ है। हेर्न सक्नुहुन्छ। भिडियो लङ हुन्छ भनेर मैले चाहिँ कट गरेर तपाईँहरूलाई सबै देखाउने छु आज। गाइजहरू फुल भिडियो हेरिदिनु होला। म चाहिँ अब रोड नजिक पुग्नलाई एकैछिन मात्रै बाँकी छ है। कस्तो थाकिरहेछ। कस्तो फर्स्ट टाइम भ्लग बनाएर होला। कस्तो अप्ठ्यारो फिल भयो गाइज। फाइनलमा चाहिँ गाडी नजिक रोड हाइवेमा पुगिसकेको छ नजिकै। हाइवे चाहिँ त्यही हो गाइज। थाकेर मर्नै थाल्यो। अब गाडीको पर्खाइमा बसिरहेको छु। अब एकछिन कुर्नुपर्छ होला। चाबेल घोषणा एयरपोर्ट सिनेमा गुडेश्वर बालकुमारी घरको साथैबाट। चाबेल घोषणा एयरपोर्ट सिनेमा गुडेश्वर बालकुमारी घरको साथैबाट। अस्ति मलाई एउटै ट्राफिकले चिज जोडेको। घोषणा एयरपोर्ट सिनेमा गुडेश्वर बालकुमारी घरको साथैबाट घोषणा।
दिदी भयो मेरो भाइ आइछ के आइ कति बज्यो अहिले 7 बज्यो ए टाइम भएर जा माथि गएर ल म माथि जान्छु है दिदी ल हुनुहुन्छ यो कलेज चाहिँ हजुरहरूलाई वेलकम छ स्वागत छ है नमस्ते म्याम ए छिटो भयो